सो वेलकम टु माई युट्युब च्यानल गाइज। आजको ब्लगमा चाहिँ हामी यहाँ कसरी लोकल भालेको कटाइ हुन्छ कटिङ सटिङ देखाउँछु तपाईँलाई। यहाँ हाम्रो सारू सर चाहिँ यहाँ कुखुराको टाउको पोलिरहेछ टक्कसँग आगो बालेर चुला। यहाँ चाहिँ कुखुराको कटिङ भइरहेछ, कुखुराको कटिङ गर्दैछ टक्कसँग। यसरी काट्ने हो। कुखुराको आन्द्रा सबै। ल आमा भन्नुहोस्, तपाईँले हामी यहाँ कटिङ गर्दाखेरि तपाईँले कस्तो राम्रो नि? राम्रो काट्दाखेरि राम्रो। के छ अनि विचार तपाईँको? यो लोकल कुखुराको भाले खाँदा चाहिँ शरीरमा के फाइदा गर्छ तपाईँलाई कस्तो लाग्छ? सबै फाइदा गर्छ नि, राम्रो हुन्छ हो र? कस्तो कस्तो? बोला खाँदा राम्रो हुँदैन, लोकल खाँदा राम्रो हो। अरु चाहिँ के हुन्छ त? केही हुँदैन। के यो भिडियो कल गरेको होइन, तपाईँको विचारहरू यहाँ चाहिँ हामी समेटेर होइन अरूलाई सुनाउँछौँ देखाउँछौँ, त्यही हो कुरो। राम्रो ल धन्यवाद। ल सो यहाँ चाहिँ रहेको छ मासुहरू। अब पोल्न जान्छु यसलाई, टक्कसँग पोल्ने, त्यसपछि ल्याम खाने हो। अब यति नै छ हाम्रो, यस्तो रहेको छ। टक्क चाहिँ मासु काट्दैछ सारू सरले टक्कसँग। कसरी काट्छ? सारू बाबुवा हो मासुको अपरेसन, यो हाम्रो भालेको अपरेसन गर्ने चाहिँ। उको अपरेसन चाहिँ राम्रो गर्छ नि मेरो खसीको ठुलो पिस राखेको ठुलो पिस। सारू बाबुले चाहिँ अपरेसन गर्छ है कुखुराको। सारू बाबुले टाउको व्यवस्था गर्दैछ। टाउको पनि एकदम फ्राई यसरी बनाइन्छ। यो लोकल कुखुरा चाहिँ यसरी काटिन्छ। फर्स्ट टाइम यसो चक्कु पनि छुनु पर्यो, चक्कु होइन नर्मल। यो लोकल कुखुरासँग खानको लागि चाहिँ खाना सञ्जय बाबुले चाहिँ पुरै भात पकाउँदैछ, खाना बनाउनु लागिरहेको छ। बिरयानी छ तर बिरयानीको लागि यो अलिक मासु भएन होला। बिरयानीको लागि अलिक त्यो पिलाहरू के अघि ठिक पारिसकेको छ जस्तो लाग्यो मलाई चाहिँ। मात्रै छ बिरबहादुर सारूले चाहिँ यो लोकल कुखुराको चाहिँ पिस बनाउँदैछ है। हुन्छ ठिक बनाउन। लोकल हो यो चाहिँ, लोकल भाले है यो पहाडको लोकल भाले। अब सँग चट्टै खाने हो। बिस्तारै पाक्दैछ अब यतातिर चुलोमा पाकिरहेछ टक्कसँग। हाल न त त्यसो भए। यहाँ चाहिँ पानी परेको अवस्था रहेको छ अलिअलि। हाम्रो आमै चाहिँ कहाँदेखि तल झर्दैछ टक्क। पानी पर्छ अब बिस्तारै बिस्तारै। यहाँ तपाईँहरू सिन हेर्नुहोस्, यहाँ नावा खोलाको सिन यस्तो रहेको छ। यहाँ
सारू सरले चाहिँ मसला पिसेर एकदम डेन्जर बनाइरहेछ। यहाँ तनाव छ गाइस, यहाँ चाहिँ चुलोमा फुक्नु पर्छ यसरी अनि मात्रै पाक्छ, ग्यास जस्तो हुँदैन यो। सो गाइस तपाईहरुलाई थाहा छ कि छैन, भालेको अन्डा पनि यस्तो हुन्छ। भालेको अन्डा टेस्ट कस्तो हुन्छ? भालेको अन्डा चाहिँ एकदम स्वादिष्ट हुँदो रहेछ चाहिँ आज म थाहा पाएँ। अब यसपछि चाहिँ म अर्को चिज। सो सारू सर देखाउनु तपाईँ के खान गइराख्नु भएको? फाइनली म यो कुखुराको भालेको अन्डो है, यसलाई चाहिँ अन्डो भन्छ गाइज हैन। यसलाई हाम्रो यो खायो भने हाम्रो शरीरमा थोरै एनर्जी। सो कस्तो रहेको छ यसको टेस्ट? अलिकति हाम्रो दर्शकबिनहरुलाई भनिदिनुस् त। यसको टेस्ट, यसको टेस्ट स्वाद, यसको के यसलाई 100% दिएर अरु केही भन्न म चाहन्न। खाएर दिस इज पंगरा। ओके, सो यहाँ बाहिर चाहिँ यस्तो मौसम रहेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ बादल चाहिँ डेन्जर लागिरहेछ, चारैतिर बादल। अब पानी पर्छ कुन बेला। यहाँ चाहिँ यहाँ घरपट्टिहरूको कुखुरो रहेको छ धेरै, हामीलाई यसले चाहिँ यताउति गरेर हामीलाई हैरान पार्छ। त्यही भएर यसलाई बिस्तारै काट्दै काट्दै हामी सकाउँदै जाँदैछौँ। अब यहाँ चाहिँ सारू सरले मसला पिस्दै गरेको अवस्था रहेको छ यहाँ। सो गाइस मैले कडाई बसाइसकेको छु, यहाँ घरलाई पनि देखाउँछौ मासु कस्तो हुन्छ भनेर। सो गाइस अब चाहिँ कडाई पाकिसकेको छ। अब म तेल यहाँ चाहिँ हाल्न गइरहेछु। यति तेल चाहिँ टक्कसँग हालिदिनुपर्छ बस। त्यसपछि तेल पाकेपछि हामी तेल। सो गाइस तेल पाकिसकेको छ। अब यहाँ चाहिँ तेजपत्ता हालिदिन्छु म। यसलाई एकछिन पकाउनु पर्छ तेजपत्ताले पाकेपछि, अनि त्यसपछि हामी चाहिँ मासु हाल्छौँ यहाँ। सो गाइस तेल पाकिसकेको छ। अब चाहिँ यहाँ हामी कराईमा तेल पाकेर अब मासु हाल्न गइरहेछौँ। सो बाहिर पानी परिसकेको छ। अब म कपडा उठाउनु पर्ने हुन्छ यहाँ। अब फाइनली गाइस म यहाँ थोरै सानो दाउराले आगो ठुलोले बोलेन कि सानो दाउराले तपाईँहरू हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ मासु पोलेको मासु बाहिर सिकाउनु छ। तिमी मासु चिन्ता गर्दै हाल, तिमी नै हाल नि त गाइस। अब तेल पाकिसकेको छ। अब म यहाँ मासु हाल्न गइरहेको छु। पानी पनि हाल्यो क्या। फाइनली हालिसके। अब यसलाई यसरी चलाउनु पर्छ अब मजाले एकछिन। यहाँ पानी हाल्दै चाहिँ हाम्रो यो करेला भोलि पर्सि यसले हामीले कतिको सब्जी दिन्छ भनेर हामीले यसको लागि एकदम सुरक्षा साथै यसलाई हल्दै गर्न लागि पानी हालिन्छ। सो यहाँ हाम्रो फुलहरू पनि रहेको छ, राम्रो राम्रो फुलहरू। यहाँ पनि फुल रहेको छ। यी कस्तो राम्रो राम्रो फुल रहेको छ यहाँ। अब यहाँ चाहिँ हाम्रोमा अलिक टाढा पानी लिन जानुपर्छ, किनभने यहाँ चाहिँ अलिक सफा पानी आउँदैन। त्यही भएर उता खोलातिर एउटा कल छ, त्यही चाहिँ खलमा चाहिँ अब पानी लिन गइरहेछ सारू सरले।
पानी लिएर आउँछ। त्यसपछि अगाडिको ब्लक चाहिँ अब सारू सरले चाहिँ गर्नुहुन्छ। त्यही भएर अब म यो ब्लकमा चाहिँ सारू सरलाई हस्ताक्षरण गरेँ यो मोबाइल। फाइनली हामी गाइज यहाँबाट पानी लिएको लागि अमित सर र सारू सर यहाँ पानी लिन गइरहेको छ गाइज होइन। यो हाम्रो रोड रहेको छ यो हाम्रो। फाइनली गाइज हामी झऱ्यौँ तलको बाटो। हाम्रो पानी लिन्छौँ टाढो छ। यहाँ तपाईँहरूले देख्नुहुन्छ मकैबारी एउटा घर सारू र तपाईँ हेर्नु सक्यो। यो त्यसलाई चाहिँ हामीले तेह्रथुम जिल्ला भन्छ भने पाँचथर र यता पर्छ धनकुटा। हाम्रो हामी अब पानी पर्ने ठाउँमा आइपुग्दै छौँ गाइज। एक नदी रहेको छ गाइज। यो तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँको भ्यू बडा नाइस। अमित सरले यहाँ पानी पिउनै हुनुहुन्छ गाइज। हेर्नुहोस् तपाईँहरू यहाँको पानी चाहिँ फ्रिजको भन्दा पनि चिसो हुन्छ गाइज। हाम्रो अन्तिम बोतल भर्न सुरु भइसकेको छ। अमित सरले कसरी भर्नु भएको छ तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज। यहाँको भ्यू पनि हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। यहाँ रहेको छ यहाँको भ्यू। यसरी खेल्नुपर्छ कल हातले। त्यसपछि यसरी सरेर यहाँ चिसो पानी आउँछ। पानी भरियो। हामी यहाँबाट हामी फाइनली हिँड्यौँ। अब तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको हावा, यहाँको मौसम कति चिसो भइरहेको छ अहिले। पानी मात्र आइरहेको माथिबाट। फाइनली भ्लग बनाउँदै जाने मौसम हावा मौसम देख सके कसरी यहाँ थोरै तल छ। हामी बिस्तारै बिस्तारै जान्छौँ। त्यसको लागि डर छैन गाइज। हामी बाहिर आफ्नो ठाउँमा आइसक्यौँ। अब तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ रहेको छ चट्ट हाम्रो साथी भनौँ है, साथी जस्तै। यहाँ हाम्रो बौवाले मासु पकाउँदैछ गाइस। ल खै त अनि क्लास भएन। ल हेर्न सक्नुहुन्छ तपाईँ यस्तो रहेको छ हाम्रो अर्ग्यानिक मासु। कसरी बनाउँदैछ बौवाले होइन। दाउरामा मासु गाइस। सो गाइज अब यहाँ पोलेको मासु हामी चाहिँ खान्न गइरहेछौँ। ल अब हाम्रो दाइले खानु हुँदैछ पोलेको मासु। अब मेरो पाली पोलेको मासु। दामी छ दामी। मासु चाहिँ अहिले चाहिँ यस्तो पाकेको छ। अब यसमा चाहिँ टमाटरहरू हालेपछि तपाईँहरूलाई फिनिसिङ भएको अवस्थामा देखाउँछु तपाईँहरूलाई। अर्को डिसपछि टमाटर सकिएको रहेछ। हामी अहिले टमाटर लिन जाँदैछौँ गाइस। यसो गर हाम्रो कान्छोले नुहाउँदैछ, पौडी खेल्दैछ। हामी यहाँ टमाटर नपरेर फेरि अर्को ठाउँमा छ कि होला
टाइममा फेरि गाइस टमाटर खोज्दै गइरहेको थिएँ त साह्रै खेतीबाटी नगर्नेहरू मात्र बसेर होइन त्यस्तै हुन्छ अब पहाडी गरेर फाइनली यहाँ पनि छ तपाईँलाई भ्यू देखाउँदै फेरि अझै अगाडि टमाटर कहाँ छ त है अब हेरौँ अगाडि अवश्य भेटिन्छ भन्ने चाहिँ गएको छ हामी टमाटर भेटेर दाना टमाटर खाएर हामी फाइनली आइसक्यौँ गाइस यहाँ गाडी हामी रोकिसकेका छौँ अब चट्टी हाम्रो 3 दाना टमाटर लिएर हामी आइसक्यौँ बल्ल बेला भेटायो गाइस हामी यहाँ तपाईँहरू हल्ला सबै देख्नुहुन्छ हाम्रो बौवा कतिवटा ह्यान्डसम देखिरहेको छ होइन आगो पाला त आगो एकदम आगो पाला गाइस फाइनल यहाँ लाइन नभएर हामी बत्ती पनि बाल्न जाँदैछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हाम्रो यहाँ सोलर पावर यस्तो रहेको छ यो एसियन कम्पनीको होइन हाम्रो यहाँ बिहान बिहान उठेर हामी पूजा पनि गर्छौँ गाइस हामी सत्य तथ्य धर्ममा आस्था राख्ने मान्छे है होइन यहाँ हल्दार साहब यहाँ जोड्दै हुनुहुन्छ अब हामी बाहिर स्विच अन गर्छौँ तर सानो बोल्यो त्यहाँ राम्रोसँग भएन फेरि त्यसलाई हामी बनाउँछौँ गाइस राइट पऱ्यो गाइस हामी ढोक्नुपर्ने हुन्छ 3 चोटि तपाईँ यहाँ मासुमा हाल्नुपर्छ टमाटर कतिसँग 3वटा टमाटर हाल्छु हाम्रो साह्रो सरले कहाँदेखि खोजेर ल्याउनु भएको छ यसलाई टक्क मासुमा हाल्नु त्यो उबाट नि त्यो धेरै टाढा क्या त्यो उताको हामी बोर्ड खेल्थ्यौँ नि हामी अस्ति हिँडेर पुग्थ्यौँ नि इभिनिङ वाक हो त्यहाँबाट हो धेरै टाढादेखि कष्ट गरेर ल्याउनु भएको नुन अलिक कम भयो त्यही भएर थप्छु अहिले यसलाई यस्तो गर्ने हो बिचमा टमाटर चाहिँ गलाउनै पर्छ यसलाई मासुले टमाटर हामी हालिसक्यौँ गाइस अब नुन कम भएको होइन नुन माथिबाट हाल्नु टमाटरमै हाल्नु त नुन गल्छ त्यही त कम मैले जानेर बनाएको हो किनभने पछि थप्नुपर्छ मलाई थाहा थियो मासु एकदम कडा देखिरहेछ खोर्सानी ठिकै लाग्यो मलाई किनभने धेरै हाल्यो यसलाई टक्कसँग अलिअलि चलाउने यसरी अनि मासुले यसो टक्क छोपिदिने मासुले छोपिदिएपछि टक्क अलिअलि गल्छ आफै अब ढाक हामी यसलाई अब जाँदैछौँ अब सबै रस यसलाई सुकाएपछि अनि फेरि झोल हाल्ने अनि त्यसपछि फिनिस भएपछि अब हामी देखाउँछौँ तपाईँहरूलाई हामी पुरो ठालले चाहिँ यसलाई ढाकिदिन्छौँ अनि छिटै यसको रस सुक्छ अब दाउरा पनि हालिदिन्छौँ हामी त्यसरी दाउरा टक्कसँग भात पाकिसकेको छ मासु मात्रै पाक्न बाँकी छ खालि दाउरा हाल्ने हो यसरी टक्क सुकाइ जहिले लाइन पनि आएको अवस्था रहेको छ बल्ल बल्ल लाइन आएको छ धेरै दिनको बाद
हामी लाइन बिना अहिलेसम्म बसिरहेको थियौँ, किनभने नाउ खोलामा अलिक चाहिँ लाइन छिटै जाँदो रहेछ क्या, त्यही भएर। सो गाइज हाम्रो मासु पाकिसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो पाकेको छ भनेर। अब यसलाई चाहिँ हामी खान्छौँ अनि तपाईँहरूलाई देखाउँछौँ कस्तो टेस्ट भएको छ भनेर। दिउँसोदेखि पकाउँदा पकाउँदा अहिले बेलुका नै भइसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। दिउँसोदेखि पकाउँदा पकाउँदा अहिले रात परिसकेको छ, यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। अहिले रात परेको अवस्था रहेको छ। यहाँ चाहिँ हाम्रो गाना बज्ने बुफर एउटा सानो रहेको छ। यहाँ हाम्रो किचन पाकिसक्यो। ल अब हामी चाहिँ तपाईँहरूलाई खाएर टेस्ट गर्नेछौँ कस्तो छ कस्तो भएको छ भनेर। थोरै बाहिर फाइनल गाइज अँध्यारो भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ हामी अघि 1 घन्टालाई हिँडिसक्यो हामी यहाँ पकाउनु लागि। फाइनली हामी यहाँ अँध्यारो भइसकेको छ।